ल आमाहरू कहाँ जानु तपाईँहरू? मन्दिरमा। ल ल राम्रो जानुहोस्। यहाँबाट आधी घन्टा लाग्छ, बिस्तारै जानु होला। ल हाम्रो धाममा जाने प्रोग्राम चल्दैछ। एउटा बस आइसकेको छ, बा पनि रेडी हुँदैछ, हाम्रो सर रेडी हुनुहुन्छ। बाहरू ओहो बाला झोला ठुलो भयो नि त। ल बिस्तारै त्यहाँ बिचमा जानु ल। सब तयारी छ। यो 5 बजे भन्नेबाट बिहान हामी लगभग कति बजे 8 भइसक्यो, सुरु हुँदैछ। यो पहिलो गाडी हो, यहाँ आउँदैछ यताबाट। सेकेन्ड गाडी आउँदैछ 5 मानेमा यताबाट। 5 माने आउँदैछ सेकेन्ड गाडी 5 माने भन्नेकोबाट। सेकेन्ड गाडी आइपुग्यो, फर्स्ट सेकेन्डमा आइपुग्यो यो पहिला। नमस्कार। ल आइपुग्नु भयो। ल बार होलिनु भयो। यताबाट घुम्नु होला, यताबाट घुम्नु होला। यता बस्ने ठाउँ छ भन्नु। हाम्रो सेकेन्ड गाडी यो आइपुगेको छ। हजुर नमस्कार। हाम्रो अध्यक्षजी आइपुग्नु भयो। मन्दिर जाँदैछौँ। हजुर अब वरिपरिका साथीहरू सबै आउनु होला तारकेश्वर मन्दिरमा। आज हाम्रो ओमकारेश्वर भजन समूहले पहिलो भजन महोत्सव हुँदैछ। पहिलो भजन महोत्सव अन्तर्गत दोस्रो कार्यक्रम हो यो तारकेश्वर धाममा। र हाम्रो अर्को तेस्रो चाहिँ हामी डेट 10 गते मनमैजु मन्दिरमा गर्नेछौँ। सबैजनालाई चुले निम्ता। आजको प्रोग्राम लागि तपाईँले कतिजनासम्मको त अपेक्षा गर्नुभयो? आज हामी 200 भन्दा माथि नै हुन्छौँ, त्यति हिसाबमा लगभग बढी नै हुने भयो। अब भनेपछि आज आउने भक्तजनलाई तपाईँले आफूले खाना खानको लागि भक्तजनलाई गाडीमा हाम्रै गाडीमा आउने, खाना खाने, भेजिटेरियन खाना खाने, हजुर चिया नास्ता गर्ने, सबै हामी दिनभरि रमाइलो गर्ने, भगवानको दर्शन गर्ने। अनि त्यसपछि 4 बजे पछाडि यहाँबाट भजन कार्यक्रम धेरै टिमहरू आउँछ। भजनका टिम आइसक्नु भएको छ, कोही आउँदै जारी छ। र एउटा भव्य यो अहिलेसम्मको इतिहासमा सबैभन्दा राम्रो र पहिलो प्रोग्राम यहाँ तारकेश्वर मन्दिरमा हुँदैछ। तपाईँसँग पछि भेट हुन्छ। हाम्रो आज कार्यक्रम त राम्रोसँग सफल पारौँ। के आयो किन ढिलो यस्तो यो? ल हजुर हाम्रो तारकेश्वर ओमकारेश्वर भजन समूह भर्खर आइपुगेको छ र हामी उहाँहरू एक ग्रुप लाग्नुभएको छ। नमस्कार। नमस्कार आउनुहुन्छ। नमस्कार। अगाडि लाग्नुभएको छ। सबै हाम्रो ग्रुपहरू हो। ल हाम्रो दाजुको लाग्नुभएको छ। अब तारकेश्वर मन्दिर जानु। ल बारुको लाग्नुभयो। ल बिस्तारै जानु। ल 20 मिनट जति लाग्छ। ल दाइ पनि लाग्नुभयो। बाटो यस्तै सिँढी हो पुरा, यो पुरा बाटो सिधै मन्दिरमा गएर ठोकिन्छ। नमस्कार। त बिस्तारै जानु होला। अब आधी घन्टा पुगिन्छ। हामीले दुई भारी बोकेँ मैले हिजो। ल बाले चाहिँ मादाले भयो। नमस्कार। ल हाम्रो पौडेल बा आउँदै हुनुहुन्छ। अब ल बा अनि आजको चाहिँ हाम्रो प्रोग्राम छ नि त। आज हाम्रो प्रोग्राम धेरै रमाइलो लागेको छ। पक्कै हुनेछ। हामी गौरव छौँ। आज हामी धेरै खुसीमा छौँ। हजुर हुन्छ। उकालो छ, अलिकति उकालो हो। उकालोपछि बिसाउने राम्रो छ। एकछिन हिँड्नुहोस्, त्यसपछि
यस्तो लाउने बिसल्छ त्यति गाह्रो हुन्छ दाइलाई छोडिदिएको पानी छ होइन माथि बस माथि बस्छु माथि त्यहाँ माथि बस्नु हुन्छ एकछिन बिस्तारै नमस्कार हाम्रो पनि आज तारकेश्वरमा कार्यक्रममा जान लागेको छौँ हामी सबैजना उकालो लाग्दै लाग्दै ल रमाइलो गर्नुपर्छ गएर रमाइलो गर्नुपर्छ भन्ने धेरै तर यस्तो छ नि त दिदी जति नजिक पुगिन्छ उति सहिलो हुन्छ क्या भगवानले तान्नुहुन्छ नातिनुहोस् यति नै उकालो हो हाम्रो उकालो यति नै हो भगवानको शक्तिले हामी मजाले जान पुग्न सक्छौँ होइन त हजुर नआतिनु होला आमाहरू सबै आउनुहोस् ल ल हेलो ल माइला त भारी पर्छ यहाँको वातावरण पनि जस्तै छ बिहानको भए पनि गर्मी भइसकेको छ पूर्वतिर फर्किएको पाटो घाम सिधै लागिरहेको छ कोही आमाहरू दिदीहरू आइसक्नु भएको छ कोही आउने क्रम छ कोही आधी एक वर्ष चाहिँ पुगिसक्नु भएको छ मेन उकालो चाहिँ यही नै हो तपाईँ देख्न सक्नुहुन्छ माथि हाम्रो समूहको एक भाग मात्रै होला यति आउँदै हुनुहुनेको कोही अगाडि गइसक्नु भएको छ कोही चाहिँ ऐसिलु खानालाई लाग्दै हुन्छ ऐसिलु खानु त फेरि पैसा दिनुपर्छ है फेरि यहाँ त ऐसिलु टिप्दै हुनुहुन्छ धेरै नै छ मान्छेहरू रमाइलो छ कोही समूहको ड्रेसमा हुनुहुन्छ नि कोही आफ्नै सिभिल ड्रेसमा हुनुहुन्छ प्रायः जसो आफ्नो दिदीबहिनीहरू चाहिँ भजन समूहको पोसाकमा हुनुहुन्छ अरू चाहिँ विशेष प्रस्तुति दिनुहुनेछ यहाँ चाहिँ वयोवृद्ध पौडेल बा हाम्रो भनेर चिन्नुहुन्छ उहाँ 85 वर्ष त्यति गाह्रो होइन होला म्याम जति नजिक आए सहिलो हुन्छ आउँदै हुनुहुन्छ हाम्रो 85 वर्षको उमेरको पौडेलवाला त गाह्रो भएन नि तपाईँलाई गाह्रो भयो भन्नै मिलेन नि ल बा सुन्नु त तपाईँलाई गाह्रो भएन उहाँलाई गाह्रो भयो अरे तपाईँ के भन्नुहुन्छ हजुर यो भगवानका प्रभावले दिनदिनै भजन गाएका हजुर ले गरेर कसरत पुगेर अहिलेसम्म एकवटा चोट दल्काउँदा नि ससरै हुँदैन ल ल बाटोमा सिगरेट नपिदिनु होला जे भए पनि ल छोएर आएको हजुर ल तपाईँलाई उहाँलाई चाहिँ अब म त हिँड्नु सकेको छु तपाईँ हिँड्नु भनेर भन्नु होला हाम्रो ग्रुप अझै आउँदै हुनुहुन्छ ल मेरो साथी आउँदै हुन्छ ल ल हिँड्नु अगाडि ल उहाँहरू आउँदै हुनुहुन्छ ल पौडेलबालाई हेरेर तपाईँहरूले चाहिँ सुइसी हिँड्नुपर्ने भयो 30 वर्षे मान्छे चाहिँ पौडेलबाको पहाडी पर्दाखेरि के होला फेरि के हालत होला फेरि अनि पौडेलबा 85 वर्षको तपाईँ 40 वर्षको कहाँ जसरी हुन्छ खुइ आउनु होला ल हेर्नु बा पनि पक्कै पनि 85 पुग्नु भयो होला कति वर्ष हुनुभयो तपाईँ 76 ए सरी धेरै गर्नु पऱ्यो भनेको छु मैले पौडेलबाको लाइनमा लगाएर कति ल आउनुहोस् ल ल हाम्रो ग्रुप अगाडि बढिसकेको छ ए बकम ल उकालोको हामी बिच बाटोमा आइसकेका छौँ लगभग आधी बाटो भयो होला अब क्या आयो के जाला जाला
सबै आमा बुवाहरू अगाडि आइसक्नु भएको छ। अगाडि आएर तारकेश्वरको भ्यू पोइन्टमा आइपुगेको छ हामी। भ्यू पोइन्ट भ्यूमा पनि पुरा तारकेश्वरलाई माया गर्ने हुन्छ। आज दिन क्लियर छैन, मौसम क्लियर नहुँदा हामी खासै तलको दृश्यहरू क्लियर देख्न सक्दैन। तल यो फेदी हो, हामी चाहिँ यहाँको यता 5 माने भन्ने यतापट्टि पर्छ। अगाडि देख्नुभएको तपाईँको जामचो हो, काठमाडौँ पर्छ। काठमाडौँ र नुवाकोट सीमाना यो जङ्गल अथवा पाहाडमा पछाडि नुवाकोट रहेको छ। अहिले फेरि दियो अरे होइन, बाँदर पनि अब महादेवको शरणमा परेपछि भगवानै हुनुहुन्छ। ल बाँदर पनि त्यस्तो भगवान साँच्चै हो र सजुजी भने बाँदरलाई पनि पैसामा बिगाउन सक्ने भयो अब हामीले। होइन बाँदरले पनि पैसामा खेल गर्यो है, पैसामा खेल गर्यो। ल आएर कहाँ राख्छ बिचराले। आउने क्रम जारी छ। मन्दिर नजिकैको माने बनाउने ठाउँमा आइपुगेको छौँ। माने त आफू भत्के त हो, एउटा आफ्नो जन्मविश्वास अनुसार स्वर्गमा गएर आफूले कस्तो घर पाइन्छ भन्ने त्यो अहिले हामीले अवधारणा बनाउन सकिन्छ भनेर मान्यतामा माने बनाइएको हुन्छ। यहाँ जति तलाको बनाइएको छ वहाँ गएर पनि त्यति तलाको घर पाइन्छ भन्ने जनविश्वासमा छ। एउटा माने हो। हामी यहाँ आइपुगेको छ। हुनुहुन्छ हाम्रो टोल सेवा समितिका अध्यक्ष हुनुहुन्छ, उहाँले आफ्नो परिचय आफै दिनुहुन्छ। हजुर, म शिवप्रसाद अधिकारी। हाल तारकेश्वर नगरपालिका वडा नम्बर 2 बसन्तनगरमा हामी बसोबास गरिरहेका छौँ र यो बस्ती विभिन्न नेपालका चाहिँ 77 जिल्लाका करिब 42 जिल्लाका मान्छेहरूको बसोबास रहेको थलो हो र त्यहाँ हामीले एउटा ओमकारेश्वर महादेव मन्दिरको प्राण प्रतिष्ठा गरेर मन्दिर स्थापना गरेका छौँ। तदुपरान्त हामीले चाहिँ नि त्यहाँ भजन कीर्तन नृत्य होस्, भगवानको उपासना आराधना होस् भन्ने हेतुले ओमकारेश्वर भजन समूह स्थापित गरेर उक्त भजन समूहले विभिन्न आफ्ना प्रस्तुतिहरू कार्यक्रमहरू गर्दै आज यो भजन महोत्सवको रूपमा 2081 साल वैशाख 1 गते ओमकारेश्वर मन्दिर प्राङ्गणमा यो कार्यक्रम समुद्घाटन गरिएको थियो र त्यसपछि यो आजको दोस्रो संस्करण अन्तर्गत तारकेश्वर पीठमा जुन हामी आएर हाम्रो प्रस्तुतिहरू देखाउनको लागि भजन समूहसहित हामी आएका छौँ र हाम्रो अर्को तेस्रो कार्यक्रम चाहिँ यही तारकेश्वर नगरपालिका अन्तर्गतको वडा नम्बर 9 मनमैजुमा गर्दैछौँ हामीले। त्यो चाहिँ नि 2081 साल जेठ 10 गते त्यो कार्यक्रम राखिएको छ र त्यो कार्यक्रममा पनि सम्पूर्ण श्रद्धालु भक्तजनहरू उपस्थित भएर हाम्रो ओमकारेश्वर भजन समूहको कार्यक्रमलाई चाहिँ प्रवर्धन गर्नुको लागि हेरिदिनको हुनुको लागि म हार्दिक निवेदन गर्दछु। भनेपछि आजको कार्यक्रममा चाहिँ हामी कति समूह जति होला हाम्रो भजन समूह चाहिँ केही थाहा छ? लगभग पञ्चेश्वर भजन समूह, भुवनेश्वरी भजन समूह, त्यसपछि गएर गुप्तेश्वर भजन समूह, भुजेश्वरी भजन समूह लगायत हाम्रो आयोजक टिम ओमकारेश्वर भजन समूह गरेर 5वटा टिम चाहिँ हाम्रो आज उपस्थित छौँ हामी र करिब 200 जना व्यक्तिहरू चाहिँ हामी उपस्थित छौँ। हुनेछौँ। हस्, तपाईँसँग पछि जोड्यौँ ल, अहिले अगाडि बढौँ होला। हस्, धन्यवाद सरलाई। हाम्रो
मन्दिर पुग्न पुरै सिँढीमा छ। पहिल्यै एक भजनसम्म अगाडि नै पुगिसकेको छ र मन्दिरको प्राङ्गणमा नै उहाँले बाजाआजा प्रस्तुत गरिसक्नु भएको छ। ल हाम्रो दाइभाउ चाहिँ पहिला आइसक्नुपर्छ होइन? आउनै पर्ने ठाउँ त माथि पुग्नु भयो? माथि पुगेर आएको जीवनमा एक फेर आउनै पर्ने ठाउँ हो। यहाँ आएपछि यहाँ माथि उकालो आएको सम्पूर्ण थकानहरू बिर्सिँदो आइयो। धेरै खुसी लाग्यो, धेरै खुसी लाग्यो। तर जीवनमा एकपटक यो धाममा आउनै पर्ने ठाउँमा कमिटीबाट आइयो, खुसी लाग्यो। आयोजकलाई हामी धेरै धेरै धन्यवाद दिन्छौँ। ल ठिकै छ, अरू पनि पछि भेटौँ ल। हस् ल, हाम्रो कार्यक्रम स्थल यहीँ नै हो, बन्दैछ, तयारी हुँदैछ। तयारी कस्तो अवस्था छ? हिजो नै सामानहरू लबलब आइसकेको छ र तयारी अब प्राङ्गण भवन नै यहीँ हो। खाना बनाउने ठाउँहरू पनि यहीँ छ। सुरुमा चिया नास्ताको व्यवस्था छ, चिया नास्ताको व्यवस्था छ। यतापट्टि हाम्रो महादेवको शिवलिङ्ग स्थापना गरिएको छ। जय शम्भो, जय शम्भो। मैले जुत्ता लाएर भित्र प्रवेश गरिनँ। चिया खानेहरू भएको छ यहाँ। थियो अहिले हेर्नु, यहाँ माथि आइसकेपछि धेरै माथि आइसक्यो। पानीको पनि धारो छ, हेर्नु होला। यो पानीमा पिउने पानी हो, कसैले फोहोर नगरिदिनु होला। अब हात चुट्ने मुखहरू नगरिदिनु होला। यो नै हो ल। बाले सिधा यहाँको पानी सिधै पिउनुहुन्छ, कुनै प्युरिफाई गर्नुपर्ने छैन यहाँ। यो पार्क छ, यो तयारी हुँदैछ हाम्रो। यो चाहिँ हाम्रो कुण्ड हो, जुन अहिले चाहिँ पानी भरिएको छैन। बर्खामा पुरै पानी हुन्छ। अहिले पानी हामीले हिजो कुरो गर्दाखेरि पानी भरि हुँदाखेरि यो पानी यहाँ अगाडि देखिएको पानी नै तल गएर पिउने पानी हो। त्यसले गर्दाखेरि यो पोखरीमा राखेर त्यो पानीलाई किन फालो भन्दा पिउने पानी चाहिँ पिनुको लागि नै प्रयोग गर्न राम्रो हुन्छ भनेर यहाँको समितिले त्यो निर्णय गरेको रहेछ। त्यसले गर्दाखेरि यहाँ पानी भरिएको छैन। तर बर्खाको बेलामा चाहिँ पानी प्रशस्त भएको बेलामा यहाँ पानी भरिएको हुन्छ। जहाँ नागको स्थापना गरेको छ। अब हामी तारकेश्वर खास मन्दिर हुँदा माथि, थोरै माथि पहाडको बिचमा छ। अब थोरै माथि उकालो आएपछि तारकेश्वर मन्दिरमा खास हामी पुग्न सकिन्छ। तपाईँलाई म पुर्याएर छाड्नेछु। धन्यवाद। नजिकैको गुफामा हामी जाँदैछौँ। गुफाको नाम चाहिँ के हो थाहा भएन, तर जय तारकेश्वर लेखिएको छ। एउटा भाइले भित्र पस्ने प्रयास गरिदिनुहुन्छ। यो खास गुफा भन्दा नि एउटा रुखको फेदीमा रहेको छ। भित्र के छ भाइ? यो यहाँभित्र खास चाहिँ
देउता एउटा शिलालाई नै देउता मानिएको छ। यहाँ पक्कै पनि पूजापाठ केही गरेको थियो होला पहिला, मौला अथवा के मौला त होइन, त्यो शिवलिङ्ग। यो रुख, यो पत्थर देखिएको माथिपट्टि चाहिँ रुख छ। हामी यसलाई चाहिँ खास पश्चिमतिर चाहिँ काप्रो भनिन्छ। त्यसको रुखमुनि चाहिँ एउटा पत्थर रहेछ। पत्थरभित्र चाहिँ गुफाको रूपमा ढोका हालेर बनाएको रहेछ। भाइ पस्नुभयो, निक्लिनुभयो। नाम चाहिँ गुफाको नामकरण गरेको रहन्छ, सायद जय तारकेश्वर गुफा नै होला। अर्को ग्रुप पनि यहाँ आउँदै हुनुहुन्छ। हाम्रो बा दर्शन गरेर आइसक्नुभयो तपाईँहरू? दर्शन गरेर आइसक्नुभयो तपाईँहरू? कुन समूहबाट? हामी गुप्तेश्वर धाम। गुप्तेश्वर धाम फर्स्ट अहिले बत्तीवाली महादेवको पूजा गरिन्छ। यहाँ तल मृगहरू, वन्यजन्तुहरू भेट्न सकिन्छ। यहाँ माथि आइसकेपछि तपाईँको तिर्खालाई हेर्न लागि महादेव मन्दिरमा पानी छ। यहाँ जति गर्मी रह्यो भने त्यो पानीले तपाईँलाई आँट शीतल गर्नेछ। अहिलेसम्म हिँडेको सबै वस्तुहरू सकिन्छ। दाई एउटाबाट जाने हो, एउटाबाट तल आउने हो, दुईटैबाट जाँदै हुन्छ उहाँहरू। जय शम्भु। हाम्रो समूहबाट यहाँ नाच सुरु भइसकेको छ। हाम्रो समूह ओंकारेश्वर भजन समूहले अगाडि जानको लागि पनि जुत्ता सुगार पनि हुन्छ। उताबाट यहाँबाट जुन जुन गुफामा बत्ती बलिरहेको छ, बत्ती बालिएको हो। यो जुन चाहिँ भित्र बत्ती, यही नै गुफाको प्रवेशद्वार हो।
यतापट्टि ढुङ्गाहरू भिड छ बाबाको आश्रममा जाँदैछौँ यहाँ साथीहरू भेटेर आइसक्नु भएको बाबालाई के चढाउनु भयो त ल बाबालाई हो त अनि बाबा अर्को जाइन्छ त हाम्रो दाइ पनि दाइ कस्तो लाग्यो त यहाँ आउँदाखेरि एकदम राम्रो लाग्यो मलाई त हाम्रो गोर्खाको हजुर गोर्खाकालीको चाहिँ सम्झना लाग्यो हो है यहाँ गोर्खाकाली जाने पनि दर्शन गर्न पाइयो हजुर धेरै राम्रो लाग्यो हामी तारकेश्वर महादेवको मेन स्थानमा आइपुगेको छौँ हामी हाम्रो दाइ हुनुहुन्छ यहाँको नमस्कार दाइलाई धन्यवाद यहाँ विभिन्न निमन्त्रणाहरू र यहाँलाई गरिएको सद्भावहरू राखेको छ छेउमा यहाँ तपाईँले यहीँ खाना बनाउनुहुन्छ आफैले अब यो बनाउनु लागेको यहाँ बाबा हुनुहुन्छ बाबा बाबाको नाम चाहिँ के हो दाजु उहाँको नाम चाहिँ अहिले एकलव्य हो पहिला चाहिँ श्रीनाथ बाबा हुनुहुन्थ्यो श्रीनाथ बाबा पनि समाधि लिनुभयो काली बाबा हुनुहुन्थ्यो काली बाबा पनि समाधि लिनु हाम्रो प्रोग्रामहरू अब सुरु हुँदैछ लगभग 5 समूहमा भजन समूह आउने हामीले थाहा पाएका छौँ अब हेरौँ कतिजना भइन्छ यो नै हाम्रो कार्यक्रम स्थल हो जुन कुण्डको नजिकमा छ वृद्ध बुबा आमाहरू सबै आइसक्नु भएछ आधी घन्टाको बाटोको कष्टको पछपछि उहाँहरू आइपुग्नु भएछ बुबा नमस्कार आइपुग्नु भएछ हाम्रो आज चियापानको नमस्कार चियापानको कार्यक्रम भइसकेको छ ल नमस्कार हजुरलाई हाम्रो अब सुरु हुनेवाला छैन भने हुँदै हुन्छ कति ग्रुपहरू आइसक्नु भएको छ नमस्कार हामीहरू प्रायः सबै आमाबुवाहरू रेडी अवस्थामा हुनुहुन्छ जुन हाम्रो भजन समूहबाट सबै आइसक्नु भएको छ केही स्वत स्पष्ट गतिमा आइसक्नु भएको छ अब फोटो सेसन हुँदैछ यहाँ चाहिँ रमाइलो र खाना पकाउनेहरू बाहरू सब प्रायः आइसक्नु भएको छ बिस्तारै खाना बनाउने ठाउँहरू सबै रेडी बसेको छ कोही सामान हिजो आइसकेको थियो कोही आज आउँदैछ चियापान सुरु भइसक्यो यहाँ भजन समितिका उपाध्यक्ष श्री निपुण प्रसाद मिनुजीलाई अतिथि आसन ग्रहणको लागि अनुरोध गर्दछु अनि तारकेश्वर भजन समितिका उपाध्यक्ष श्री निपुण प्रसाद मिनुज्यू म अब मेरो परिचय दिन्छु मेरो जिल्ला रसुवा हो धैबुङ गाउँपालिका मेरो गाउँ हो नारायण पद्मकान्त मेरो गाउँ हेरा हेरा पद्मकान्त मेरो कठाइबारी दैवारी दैव के लाग्छ र
पूर्व पश्चिम उत्तर दक्षिण सारा नारायण निम्ता पठायो शिवले सोध्नुभयो किन ठिङ्ग उभिए जानु ऋषि के भयो तिमीलाई भन्दा हे प्रभु आज सत्यदेवी यज्ञ कुण्डलमा फाल हालेर परज्ञान गइने हे प्रभु म यति भन्दा आगो भनेपछि शिवजी नारायण मूर्छा पर्नु भो मूर्छा पर्नु एकदम आएको दाहिने पक्षी भूत पिचास मरिबसन सारा सिज गर्नु देखि आफ्नो जत्ता पछारेर एउटी महाकाली बिलभद्र भन्ने नारायण गरे उत्पाती त्यतिखेर गरे उत्पाती सबलाई नमस्कार Oma, jadi? Ini छैन शिवले सोध्नुभयो किन ठिङ्ग उभिए जानु ऋषि
के भयो तिमीलाई भन्न हे प्रभु आज सत्यदेवी यज्ञ कुण्डलमा फाल हालेर परज्ञान गइने हे प्रभु म यति भन्न आएको भनेपछि शिवजी नारायण मुर्छा पर्नु भो एकदम आएको ज्वार नन्दी भिङ्गी चौसठीगढ नाइने बौसी भूत पिचास मणिप्रसन सारा सिंहगढ देखि आफ्नो जत्ता पछारेर एउटी महाकाली बिलभद्र भन्ने नारायण हरे उत्पाती